Hello everyone, welcome to part 4 of mobile repairing information and solution. आज हामी कुरा गर्दैछौँ OCA ग्लास र OCA with टच ग्लास. OCA ग्लास र OCA with टच ग्लास कुन अवस्थामा चेन्ज गर्न ठीक हुन्छ त? जस्तै हजुरको नर्मल फोन चलिरहेको छ तर ग्लास चाहिँ फुटेको छ भने हजुरले OCA ग्लास चेन्ज गर्न सक्नुहुन्छ. बट हजुरको ग्लास चाहिँ फुटेको छैन तर टच चाहिँ चलिरहेको छैन भने चाहिँ हजुरले OCA with टच ग्लास चेन्ज गर्न सक्नुहुन्छ. हामीसँग Samsung, Vivo, Oppo, Realme लगायत 26वटा भन्दा बढीको ब्रान्डको आइपीएस डिस्प्ले ग्लास चेन्ज गरिरहेका छौँ मात्र 979 मा. हामीले मोटोस टुल्स एन्ड टेक्निक युज गरेर तपाईको फोनको OCA with टच ग्लास चेन्ज गरिरहेका छौँ. यदि तपाईको डिस्प्ले नै चेन्ज गर्नुपर्छ भने त्यसको पनि सुविधा छ. हामी कहाँ एन्ड्रोइड देखि आइफोन सम्मको हरेक ब्रान्डको डिस्प्ले मार्केट प्राइस भन्दा कम मूल्यमा र 100% ओरिजिनलमा चेन्ज गरिरहेका छौँ. यदि तपाईको मोबाइल सम्बन्धी कुनै पनि काम परेमा हाम्रो मोबिजिला रिपेयर ल्याबलाई सम्झिन सक्नुहुन्छ या भिजिट गर्न सक्नुहुन्छ हाम्रो अफिसियल वेबसाइट mymobizilla.com मा.